आलु को के दे एउटा ये भयो तार गर्नु ले Mencium dah. Baguslah. Main. Ayo saya. Kita ल्याउने हो यहाँ के ल्याउने हो बुझी गयो बरान रोटी नुन अरु भेली पनि हाल्छ हैन हाल्छ नुन हाल्छ पिरो बाई बाई गर्नु नमस्ते गर्नु नमस्ते नमस्ते के नमस्ते खान्छ सागे फिर दूसरे पानी खाइरहेको हो मदिरा न सागे साकी बिचारा बराल खा बिटेर ल्यान्दै छ बिट ह लेस जाएर म क्यामेराम्यान के हो चामल अहिले नाच गरेर प्रोसेस पत्रिका फोन बल्लालाई एउटा थाल परात उद्योगची त्या छ साग खै परात न ओके भित्र देवची छ ल्याउनुस् गाईलाई देवची मार्दिनुस्
उता मन्दिर पुरै ल्याउने घरैमा ल्याएर यसले बनाउनु छ माथि बनकस छ र बनकस रुखमा टेबल बान्ने खै यहाँ के भरे यहाँ मैले यहाँ बाने कहिले उता गति गर्छु त्यो भएर के नत्र किधर हमारा घर पनि बनाउँछ बाहिर बाहिर नमस्ते बाय Bakın. Bu da böyle.
अझै अब यो तोरण चाहिँ किन बार्छन् भनेर सोध्न गइरहेको छु। किन किन लिन्छन् रे तोरण किन बार्छन्? गोरु तिहार, गाई तिहार, गोवर्धन पूजा, भैले भन, देउसिरे हो। नै यो तोरण चाहिँ किन बार्छन् अहिले? थाहा छैन किन बार्छन्? किन किन गराउँछन् यो? किन यो यस्तो कि तोरण किन गराउँछन् भन्छु। भित्र धन पसोस्, धन सम्पत्तिले बास गरोस् भनिएन हो। अनि यो हे बाटामा लामो बाटामा पनि त्यही हो, भित्र पसोस् सबै। त्यो बत्ती उहाँबाट बाल्दै ल्याउँछौँ त। यो त नै बाटै फेरि किन बाटो पुरै त्यो गर्नुपर्छ नि, पुरै बाटै छेकेर के किन बाटै छेकेर गराउँछन्? त्यही होला। अघि त्यो गराएको चिजलाई चाहिँ तोरण भन्छ। अब त्यो चाहिँ डोरीहरूलाई बाटेर, डोरीहरू बाट्दाखेरि चाहिँ लामो लहरोहरू निकालिएको हुन्छ। लहरो त्यस्तै अनुसार डोरो बाटिन्छ। अनि त्यो बाटेको डोरोहरूमा चाहिँ विभिन्न प्रकारका वस्तुहरू भनौँ, पिपलका पात, बडका पात, आँपका पात, त्यसपछि दतुन भन्छ, दतुनका डाँठहरू, त्यसपछि पोकहरू, परालहरू, यस्ता यस्ता विभिन्न चिजहरू चाहिँ त्यसमा राखिन्छ। अब विभिन्न चिजहरूको चाहिँ आफ्नो महत्त्वहरू हुन्छ। अब जसमा चाहिँ त्यसमा जुन आँपहरू छ, त्यो आँपले चाहिँ नयाँ सुरुवात, अहिलेसम्म जे दुःख त्यो भयो त्यो सबै भुलेर नयाँ सुरुवात गर्ने जनाउँछ भने त्यसमा रहेको हजारीहरूले चाहिँ घर चाहिँ स्वस्थ पवित्र होस् भन्ने जनाउँछ। र त्यसमा रहेको बरपिपलहरूले चाहिँ नराम्रो चिजहरूलाई चाहिँ भित्र जान नदिने जनाउँदो रहेछ। त्यस्तै गरी विभिन्न चिजहरूको आफ्नै त्यो तोरणहरू चाहिँ विशेष गरी घरलाई चाहिँ पवित्र राख्नका लागि गराइदो रहेछ। र बाटालाई चाहिँ जस्तो त्यो गराउँदाखेरि चाहिँ बाटोलाई क्रस गरेर बाटोदेखि पारी एउटा आगो, बाटोदेखि पारी चाहिँ एउटा लहरो बान्नुपर्छ। त्यो बान्नुको मुख्य कारण चाहिँ कुनै नराम्रो चिजहरू भित्रतिर नआउन् र राम्रो चिज आउनका लागि चाहिँ एउटा नयाँ बाटो अर्थात् लक्ष्मीको बास गराउनका लागि चाहिँ नयाँ बाटोको रूपमा चाहिँ तोरणलाई चाहिँ गराइदो रहेछ। तपाईँकोतिर यसलाई बनाउँछ कि बनाउँदैन? बनाउँछ भने चाहिँ त्यसलाई के भन्छ र त्यसको के कस्तो महत्त्व छ त्यो चाहिँ कमेन्ट गर्नु होला। हस्।